संगठन गर्दा पैसा कति आउँछ? साङ्गठनिक जीवनमा पनि हेर्नुहोस् कसले के भन्छ त्यसको लागि हामी आएकै होइन। अरू हामीले जे कर्म गर्दैछौँ आफ्नो आफ्नो आत्मालाई विश्वास राखेर काम गर्दैछौँ। म जुन ठाउँबाट भिजन देख्थेँ त्यो ठाउँमा उभिएर मैले मेरो समस्याहरू देखेको थिइनँ। अरूको गल्ती तपाईँले बचाउन सक्नुहुन्छ, तपाईँको गल्ती बचाइदिने मान्छे कोही छैन यहाँ। आसाममा जनताहरू सुरक्षित रह्यो भने बाँकी अखिल असम गोर्खा छात्र सङ्घको त्यत्रो ठुलो कुरा होइन। हर घर आएको हर घर आएको यो जुन नारा हामीले लिएको छौँ यो नारा 5 वर्ष पछिसम्ममा एटलिस्ट सम्भव हुन्छ। नमस्कार, शब्द र कथा पोडकास्टमा आफूहरूलाई स्वागत छ। आज हामी बीच उपस्थित हुनुहुन्छ हाम्रो अतिथि अखिल असम गोर्खा छात्र सङ्घको अध्यक्ष, केन्द्रीय अध्यक्ष सुनिल छेत्रीज्यू। स्वागत छ एजीवेपीको पोडकास्टमा। सर, अहिले केमा व्यस्त हुनुहुन्छ? अरू आफ्नो कर्मजीवन कस्तो चल्दैछ? सर्वप्रथम आफ्नो खबर, हाल खबर भन्नुहोस्। खबर राम्रो छ। जातीय जीवनको सङ्ग्रामको निम्ति अगाडि बढिरहेका छौँ जोरदार रूपले। हजुर, विभिन्न नयाँ नयाँ परिकल्पनाको साथ कामहरू गर्ने व्यवस्थापनहरू मिलाउँदैछौँ र एकदम राम्रो चलिरहेको छ। जुन सोचेको थियौँ, जुन प्रकारले अगाडि लिएर जानु प्रयास गरिरहेछौँ त्यही प्रकारले नै हामी अगाडि बढिरहेका छौँ। ओके, हामी आज साङ्गठनिक कुराहरू पनि बात मार्छौँ। धेरै कुराहरू आज हामी चर्चा गर्छौँ। त्यसभन्दा पहिले एउटा छात्र सङ्गठनलाई तपाईँ जब नेतृत्व दिँदै हुनुहुन्छ, तपाईँको शिक्षागत अर्हता, तपाईँले कहाँ पढ्नुभयो, तपाईँको जन्म कहाँ हो र अहिले पनि तपाईँ, म जतिसम्म जान्दछु तपाईँ अहिले पनि अध्ययन गर्दै हुनुहुन्छ कुनै एउटा युनिभर्सिटीबाट, त्यो कुरा जानकारी गराउनुहोस्। विशेष गरेर हेर्नुहोस्, मेरो जन्म हो 1982 1 जनवरी। ओके। मेरो जन्मथलो सुनाइपाम गाउँ, लोखरा, सोनितपुर, असम। पिताजी शिक्षक हुनुहुन्थ्यो, रिटायर्ड हुनुभयो। माता गृहलक्ष्मी। त्यस्तै प्रकारले मेरो मिसेस टिचिङ गर्दैछिन् अहिले। मेरो छोरा छ एकजना, क्लास 8मा पढ्दैछ र छोरी युकेजीमा, उहाँ क्लास 1मा। शिक्षागत अर्हता भन्दाखेरि मैले 12 साइन्समा गरे पश्चात डिप्लोमा इन्जिनियरिङ गरेको थिएँ। डिप्लोमा इन्जिनियरिङ गरे पश्चात मैले जब एउटा सेन्ट्रल गभर्मेन्टको एउटा प्रोजेक्टमा काम गरेँ 6-7 साल। त्यस पछाडि फेरि टिचिङ प्रोफेसरहरू पनि लिएँ। त्यसै बिचमा मैले ग्रेजुएसन पनि कम्प्लिट गरेँ, बिए। र फिलहाल अहिले लास्ट मास्टर डिग्री डिब्रुगढ युनिभर्सिटीबाट मास्टर डिग्रीको अन्तिम सेमेस्टर पनि मैले केमा गर्दै? राजनीति विज्ञानमा। राजनीति विज्ञानमा गर्दै हुन्छ। भविष्य परिकल्पना छ यसै गरी छात्र राजनीतिबाट संसदीय राजनीतिमा ट्रान्सफर हुने त्यस्तो? राजनीतिमा ट्रान्सफर गर्ने त होइन, तर विशेष गरेर भन्नुपर्दाखेरि कुनै पनि समाजको अथवा जातिको सोसियो इकोनोमिक डेभलपमेन्टको लागि राजनैतिक ज्ञान हुनु बहुत जरुरी जस्तो मलाई अनुभव हुन्छ। र राजनीतिको किताब चाहिँ प्रत्येक सामाजिक साङ्गठनिक मान्छेले राजनैतिक विषयहरूको किताबहरू चाहिँ पढ्न अत्यन्त जरुरी छ। किनकि राजनीतिकै माध्यमले नै समाजमा बृहत परिवर्तनहरू हुनसक्छ। अदरवाइज अरू प्रकारको परिवर्तनहरू गर्न जथेष्ट कठिन छ र राजनैतिक माध्यमले नै छिटो समाजको विकास र परिवर्तन गर्न सम्भव हुन्छ। तपाईँ सुनिल छेत्री भनिसक्दा छात्र सङ्गठनको कुराहरू आउँछ। एकजना साङ्गठनिक व्यक्ति, सामाजिक व्यक्ति, जनताको व्यक्ति हिसाबमा तपाईँ परिचित हुनुहुन्छ। त्यो गाउँमा जन्मिएपछि त्यो त कुनै दिन न आमा बाबाले सोच्नुभएको होला आज 30 लाख गोर्खालाई नेतृत्व दिनुहुन्छ भन्ने। सङ्गठनमा कसरी आउनु पर्यो? पिर के थियो सङ्गठनमा आउने? तपाईँलाई के परेको थियो त्यस्तो पिर? सङ्गठनमा आउने कस्तो हुन्छ भन्दाखेरि एकदम साँचो कुरा भन्दाखेरि पहिला त त्यो परिवेश, त्यो माहौल मेरो जन्मथलोमा बिल्कुलै थिएन। कुनै पनि सङ्घ संस्थाको परिवेश परिस्थिति कहिले पनि हामीले सानोमा देखिनौँ। तर 1992मा एउटा के भयो भन्दाखेरि त्यहाँनिर आञ्चलिक शाखाहरू सक्रियता थियो थिएन मलाई थाहा छैन। तर त्यस समयमा सुनितपुर जिल्ला समिति आन्सुको अधिवेशन भएको थियो। त्यो अधिवेशनमा मैले एउटा कविता पाठ गर्ने मौका पाएको थिएँ र त्यो कविता पाठ गर्ने मौका, त्यो स्टेजमा चढेर पहिलो कविता गाएको जुन एक्सपिरियन्स वा अने छ जिन्दाबाद भन्ने जुन गाना एउटा सुनेको थिएँ मैले सानोमा। मलाई थाहा छैन कसले गाउनुभएको थियो त्यो गाना, सायद हरेन सुब्बाले गाउनुभएको थियो, सरी हरेन सुब्बाज्यूले या कसले गाउनुभएको थियो। तर त्यो गानाहरू अझै पनि मेरो मनमा छ। अने छ जिन्दाबाद भन्ने एउटा राम्रो गाना थियो। त्यो गानाहरूले मेरो मन मस्तिष्कमा स्थान बनाएको थियो। र कालक्रममा 1998मा तेजपुरमा चानमारी शाखाको म साहित्य सम्पादकको रूपमा मैले पहिला छात्र सङ्घमा
अन्तर्भुक्ति भएको 1998 मा। मलाई त्यस समयमा मलाई छात्र सङ्घमा इन्ट्रोड्युस गर्ने मान्छे हाम्रो एडभोकेट मोतीराज अधिकारीजी हुनुहुन्थ्यो। मलाई उहाँले लिएर गएर छात्र सङ्घमा हुनुपर्छ भन्नुभयो। त्यसपछि शैक्षिक कारणले गर्दा विभिन्न ठाउँमा हामी घुरियो, गुवाहाटी बस्यो, त्यसपछि एनसियुज गइयो। डिमा हासाउ डिस्ट्रिक्टमा म 5-6 साल बसेँ र डिमा हासाउ डिस्ट्रिक्टमा जाँदा बस्ने समयमा यहाँ छात्र सङ्घ पनि विभक्त थियो परिस्थितिहरू र गर्दै गर्दै फेरि आएर 2010 सनतिर आएर फेरि म जब रिटर्न मेरो लोखरा पुगेँ वा मेरो घरमा गृहघरमा पुगेँ, त्यहीँ जब मेरो व्यवसाय प्रतिष्ठाहरू गर्न थालेँ, त्यस समयमा फेरि म छात्र सङ्घमा जडित भएँ शोणितपुर जिल्ला समितिमा आक्सुमा। अनि त्यस पश्चात फेरि छात्र सङ्घ विभक्त छात्र सङ्घलाई कसरी जोइन गर्ने, युनाइटेड गर्ने, त्यो क्रममा अझै सक्रिय रूपले लाग्यो र पहिलो प्रथम शोणितपुर जिल्ला समितिलाई हामीले युनाइटेड पारियो। शोणितपुर जिल्ला समितिलाई युनाइटेड पारेर अनि त्यसपछि दायित्व पाइयो त्यसमा काम गर्ने। अनि त्यस पछाडि कन्टिन्युअसली आजसम्म गरिराखेको छ। कुनै जे दायित्व पाइयो सबै दायित्व। साङ्गठनिक जीवनको गुरु को हो तपाईँको? यस्तो हुन्छ हेर्नुहोस्, साङ्गठनिक जीवनको गुरु भन्दाखेरि एकदम पार्टिकुलर एकैजना मान्छेको नाम त भनौँ अत्यन्त अप्ठ्यारो हुन्छ। तर विशेष गरेर कस्तो हुन्छ भन्दाखेरि यो साङ्गठनिक जीवनमा भिज्ने मौका मैले यहाँ मात्रै भनेर होइन, म एनसियुसमा बस्दाखेरि पनि, डिमा हासाउमा बस्दाखेरि उमराङ्सु भन्ने ठाउँमा म बसेको थिएँ। उमराङ्सुमा म 2002 मा उमराङ्सु गएपछि 2003 मा हामीले 2002 देखि 2003 सम्म त्यहाँको परिवेश परिस्थितिहरू हेर्दा मेरो साथी सङ्घीयहरूलाई मोटिभेट गरेर हामीले नै भन्यौँ जे यहाँ एउटा सङ्घबद्ध एउटा सङ्गठनको खाँचो छ, यहाँ सङ्गठन छैन र एउटा राम्रो सङ्गठन, एउटा न्युट्रल सङ्गठनको खाँचो छ, हामी एउटा मिटिङ गर्नुपर्छ भनेर त्यहाँको स्थानीय मेरो सतीर्थहरूलाई लिएर हामीले एउटा सभा गरेको थियौँ। र त्यो सभा पश्चात नै त्यहाँ एउटा जागरण पनि आएको थियो। स्थानीय व्यक्तिहरूले पनि अचम्म मान्नुभयो, त्यो को आउनुभयो फट्टै आएर 1 सालै भएको छैन यहाँ आएर एउटा सङ्घ संस्थाको कुराहरू गर्दै हुनुहुन्छ भन्ने एउटा चासो जागो मान्छेहरूलाई। र गर्दै गर्दै त्यो 2004 मा एउटा आम्री मौजा गोर्खा ग्राम विकास समिति भनेर एउटा सङ्गठन जन्मियो। त्यो सङ्गठनमा म प्रत्यक्ष रूपले जडित नरहे तापनि त्यसको सेरोफेरोमा म बसिराख्नाले गर्दा त्यसको एक्टिभिटीहरू, त्यसले साङ्गठनिक काम गर्ने अभिज्ञताहरू धेरै हामीलाई दिएको हो। र त्यहाँ अब विभिन्न प्रकारको व्यक्तिहरू, सानो ठाउँ भए पनि त्यहाँ राजनैतिक रूपले, सामाजिक रूपले विभिन्न अरू जाति जनगोष्ठीको एक्टिभिटीहरू सबैले हेर्दै धेरै कुराहरू मन मस्तिष्कमा पस्यो। र एक समय त्यहाँ यस्तो पनि थियो, मैले कमसेकम 1.5-2 साल चाहिँ एउटा आफ्नै पत्रिका उमराङ्सुबाटै गोर्खा नवजागरण भनेर आफ्नै एउटा पाक्षिक पत्रिका पनि मैले आफै सम्पादना प्रकाशना गरेर आफै निकालेर पनि त्यहाँ जनजागरण गर्ने प्रयासहरू हामीले गरेका थियौँ समयमा। र त्यो समयहरू कस्तो हुन्थ्यो भन्दाखेरि के गरौँ कसो गरौँ भन्ने एउटा यौवनकालको भरपुर यौवनकालमा केही त केही गर्छु भन्ने एउटा जुन जोस हुन्थ्यो, त्यो जोसमा बहुत कुछ के कामहरू गरेर आइयो, साङ्गठनिक काम, सामाजिक काम, तिनै कुराहरूले जोड गर्दै गर्दै आक्सुमा त्यो चिजको एक्सपिरियन्सहरूले सहाय गर्यो मलाई। त्यो जुन जागरण थियो, त्यो जुन नलेज थियो, उहाँ गरेको कामहरूको नलेजले निश्चय नै मलाई छिटै भन्दाखेरि अब 2000 11-12 सनबाट अहिलेसम्म मलाई काम गर्नुमा धेरै सहयोग गर्यो। आक्सु गरेर तपाईँले के पाउनुभयो, एक के हराउनु भयो, सेकेन्ड? मैले आक्सु गरेर केही पनि हराएको छुइनँ, एकदमै केही हराएको छैन, एकदम स्पष्ट कुरा हो। मैले के हराउनु पर्ने नै छैन, मसँग थियो के जो मसँग हराउँछ, जे छ आक्सुबाट मैले भेटेकै छु। होइन, मान्छेहरूको विभिन्न समयमा कुराहरू हुन्छ, नेता हो, पैसा पुरा छन्, गाडीमा हिँडेको छ, यस्ता खालका कुराहरू सुन्नु होइन। हेर्नुहोस्, त्यो सङ्गठन गर्दा पैसा कति आउँछ त्यो यस्तो हुन्छ क्या कुराहरू है। अब त्यो हुन्छ समाजमा नि त मान्छेहरू विभिन्न प्रकारको, मैले भने त तपाईँलाई एक्सपिरियन्स, मैले भने उमराङ्सुमा बसेको एक्सपिरियन्स, त्यहाँ काम गरेको कुराहरू मैले तपाईँलाई भने, सामाजिक जीवनमा लामो लगभग म तपाईँलाई भन्दैछु, म 2001 सन 2 सनतिरबाटै सामाजिक जीवनमा गोर्खा जातीय जीवनसँग जडित भएर म काम गरिरहेको। म देशवार्ता भन्ने पत्रिका म प्रचार गर्थेँ, घर घर गएर बेच्थेँ। म देशवार्ताको प्रचार सचिव भएर मैले काम गरेँ, डोर टु डोर चिठा काट्थेँ, देशवार्ता किन्नुपर्छ भनेर हाफलङ एरियादेखि लिएर उमराङ्सुदेखि लिएर तपाईँको विभिन्न ठाउँमा बेचेँ। आफ्नै पत्रिकाहरू म घर घर बेचेँ। यो तपाईँको मुगासङ भन्ने एरियाहरू छ, तपाईँको यो कार्बी आङ्लोङको भेगहरू, तपाईँ माहुर, हाफलङ, यो सब जग्गाहरू हामी पहाडको भिन्न भिन्न ठाउँमा हामी घुरियो र डे टु डे मान्छेहरूसँग धेरै मान्छेसँग भेट्यो र भिन्न मान्छेको भिन्न मुनि भिन्न मत हामीले भेटेका छौँ। र साङ्गठनिक जीवनमा पनि हेर्नुहोस्, कसले के भन्छ त्यसको लागि हामी आएकै होइन, अरू कसैले त्यो स्वीकार पनि गर्नु हुँदैन। हेर्नुहोस्, मान्छेको जीवनमा नि एउटा कुरा चाहिँ बुझ्नुपर्छ, हामीले जे कर्म गर्दैछौँ आफ्नो आत्मालाई विश्वास राखेर काम गर्दैछौँ। हामी कसैले के भन्छ त्यसको लागि त्यो काम गरेको होइनौँ हामीले।
यो कुरा चाहिँ बुझ्नुपर्छ र कसले के भन्दैछन् त्योतिर हामी धेरै इन्ट्रेस्ट गर्नु पनि हुँदैन किनभने त्यस्तो गऱ्यो भने हामी डिरेल हुन्छौँ आफ्नो कामबाट आफ्नो लक्ष्यबाट हामी भ्रष्ट हुन्छौँ र मेरो सङ्गठनले कता कति तोडी पनि रहेको छ कि समाज विभाजन त गरेको छैन किनभने तपाईँसँग अर्जुन छेत्री प्रतिद्वन्दी हुनुहुन्थ्यो एक समयमा एउटा भोटले हार्नुभयो 18-19 को जहाँ खेल भयो 19-20 त्यस्तो के समथिङ ती जिल्लाहरूमा विभाजन त्यस्तो कुनै त्यो समयमा भएको थियो क्या यो हो सुनिलको जिल्ला यो अर्जुनको जिल्ला त्यो बिल्कुलै मलाई त्यस्तो लाग्दैन मलाई त बिल्कुलै लागेन मलाई त्यस्तो त्यो समयमा त्यो परिस्थितिमा यो कुरा पनि साँचो हो नि फेरि यो कुरा पनि साँचो हो जब म एउटा भोटले हारेको थिएँ मलाई धेरै मान्छेले अफर दिनुभएको थियो नि भाइ तपाईँको जनसमर्थन धेरै छ तपाईँ लाग्नुहोस् हामी छौँ भनेर एकदम मिटिङ सिटिङ रेडी गरेर मलाई ताज पहनाउनु मात्रै बाँकी थियो मतलब पोलिटिकल पार्टी नै भिन्दै सङ्गठनमा जुव समाज अमुक के नाम तपाईँहरू भेट्नुहुन्छ कतै अहिले कागजपत्रमा छुटपुट त्यो त्यस्तो सङ्गठनको नामहरू तपाईँले भेट्नुहुन्छ कता त्यस्तै खालको के एउटा सङ्गठन खोलेर मलाई तासपसी गर्न पनि तयार मैले बारम्बार भने दाजु यो हुनु सक्दैन मबाट अरू सम्भवै होइन म यो काम गर्न आएकै होइन म गर्दिनँ बरु तर यस्तो काम चाहिँ म गरेर जान्न कहिले पनि यो काम गर्न चाहिँ म सङ्गठन किनभने म जोरदार तरिकाले लाग्यो कि यो सुनितपुर अविभक्त सुनितपुर जिल्ला विश्वनाथ अहिलेको विश्वनाथ सुनितपुर जिल्ला युनाइटेड पारेर हामीले एक सुनितपुर जिल्ला बनाउनुको लागि हामीले केन्द्र समिति विभक्त थियो तर अविभक्त सुनितपुर जिल्ला हामीले एक बनाएको थियौँ त्यो क्षमता जब अविभक्त सुनितपुर जिल्लालाई जब हामीले एक बनाउन सक्यौँ भनिसकेपछि आत्मविश्वास माने धेरै थियो हामीसँग आत्मविश्वास पूर्ण थियो र हामीले विश्वास थियो चाहिँ हामीलाई केही छैन हामीले काम गर्नु सक्छौँ आक्सुकै मञ्च होइन विभिन्न मञ्चहरू छ तर आक्सुको मञ्च भनेको एउटा जोसिलो शक्तिशाली मञ्च हो र यो मञ्चमा काम गर्दाखेरि आफूलाई राम्रो लाग्थ्यो तपाईँको जुन कार्यकाल छ 1 वर्ष पार भइसकेको छ 1 वर्षमा तपाईँले जुन कार्य गर्नुभयो साङ्गठनिक तपाईँको जुन गतिविधिहरू छ त्यो गतिविधिको रिपोर्ट कार्ड एउटा प्रस्तुत गरेर हेर्दा तपाईँ आफू अध्यक्ष तपाईँको एउटा टिम छ अध्यक्ष हिसाबमा तपाईँ कति सन्तुष्ट हुनुहुन्छ 1 वर्षको कार्यप्रणालीलाई हेरेर मेरो त विशेष गरेर कस्तो हुन्छ भन्दाखेरि मेरो भिजनको अनुसारले म सन्तुष्ट छुइनँ मेरो जुन भिजन थियो भिजन अनुसारले म सन्तुष्ट छुइनँ किनकि भिजन मैले देख्दाखेरि मलाई थाहा थिएन अब्स्टेकलहरू के छ म जुन ठाउँबाट भिजन देख्थेँ त्यो ठाउँमा उभिएर मैले मेरो समस्याहरू देखेको थिइनँ त्यो परिस्थिति के हुन्छ परिवेश के हुन्छ भन्ने कुराहरू मैले अब्जर्भ गरेको थिइनँ तर जब म पोजिसनमा जब परिस्थितिमा छु आजको जुन पदमा छु यहाँ बसेर अझ सभापति बसेर काम गर्नु जाँदाखेरि विभिन्न प्रकारको अब्स्टेकलहरू बाधाहरू आउँछन् समस्याहरू हुन्छन् त्यसलाई टेकल गर्नुपर्छ तपाईँभन्दा माथि तपाईँलाई टेकल गरिदिने समाधान गरिदिने मान्छे कोही हुँदैन सरोफेरो सबै तपाईँको टाउकोमा आउँछ तपाईँले गर्नुपर्छ त्यो कुराहरू तर तपाईँ तल हुँदाखेरि माथिको एकजना हुन्छ उसले गरिदिन्छ भन्ने आशा हुन्छ तर अब स्वयं सभापतिले कसैलाई गरिदिन्छ भनेर आशा पाल्नु बहुत अप्ठ्यारो हुन्छ र सभापतिको माथि नै धेरै कुराहरू आउँछ र गर्दै जाँदाखेरि इच्छा बहुत हुन्छ इच्छा अझै पनि छ अदम्य इच्छा छ तर कस्तो हुन्छ भन्दाखेरि काम गर्दै जाँदा अब्स्टेकलहरू छ बाधाहरू छ विभिन्न राजनैतिक विभिन्न छन् अब त्यो सिम्पल कुरा हो नि त समाजमा एउटा सङ्गठन शक्तिशाली भएको कसले चाहन्छ समाजमा सङ्गठन शक्तिशाली भएको कसले चाहन्छ हो कि न भन्छ राजनैतिक रूपले त कदापि चाहँदैन नि त कुनै पनि सङ्घ संस्था शक्तिशाली होस् भनेर हो कि न भन्छ अब सङ्घ शक्तिशाली होस् अखिल असम गोर्खा छात्र शक्तिशाली भयो भने भोलिको डेटमा को शक्तिशाली हुन्छ भन्दाखेरि सुनिल छेत्री शक्तिशाली हुन्छ अब सुनिल छेत्रीको प्रतिद्वन्दी 2-4 जना होलान् उनीहरू के चाहन्छ नि त सुनिल छेत्री शक्तिशाली हुन् भनेर उनीहरू पनि त अप्ठ्यारो पर्छ उनीहरूलाई र त्यस्ता बाधाहरू धेरै हुन्छन् अन्य कुनै सङ्घ संस्थाहरू पनि होलान् जो सङ्घ संस्थाहरूले हेर्छन् हाम्रो भन्दा त्यो सङ्घले पो माथि चढ्छ कि त्यसलाई पनि बिचमा ल्याङ काटिराख्नुपर्छ लडाइराख्नुपर्छ र मौका पर्दाखेरि उनीहरूले पनि बेला बखतमा कहीँ गएर छस्छ सार त्यो सङ्गठन त यस्तो नराम्रो गर्दैछ भनेर छस्छ झोसफुल नगरेका होइन होला आफ्नै सङ्गठन विभिन्न सङ्गठन हुनसक्छ आफ्नो त पृथ्वी नै आफ्नो नि यहाँ त पराया छ को यो पृथ्वीमा पराया छोको पृथ्वीमा सबै त आफ्ना हुन् हो कि नभन्नुहोस् त सबै नै आफ्नो कहिले हामी अब के अरे जनाइ लाउने आफ्नो भनौँ भाषा बोल्ने आफ्नो मुनो सेलरोटी खाने पनि आफ्नै भन्नु हो कि नभन्नुहोस् त किसिम किसिमको आफ्ना छ नि त यहाँ त हो कि न त हामी सबै तिलकधारी सबै आफ्नो हो भनौँ त सबैको आफ्नोको त विभिन्न डेफिनेसन छ हो कि नभन्नुहोस् तर त्यो सबै मान्छेहरूको बिचमा पनि कस्तो हुन्छ भने प्रतिस्पर्धा हुन्छै त्यो त्यसमा कस्तो हुन्छ भन्दाखेरि अब त्यो प्रतिस्पर्धा चाहिँ यति स्पिडमा हुन्छ र यति धेरै मात्रामा हुन्छ भन्ने अभिज्ञता चाहिँ मेरो पहिला थिएन र त्यो अभिज्ञताले गर्दाखेरि मेरो जुन सेटिस्फ्याक्सन लेभल छ त्यो कम्ती छ तर पनि जति सकिन्छ एकदम प्योरली काम हामीले गरेको छौँ कुनै पनि यस्तो काम गरेको छैनौँ जुन कारणले जातीय आघात हुन्छ
जातीय अप्ठ्यारो हुन्छ र एकदम भिजनको साथ मैले यो गरेको काम, हामीले आज गरेको कामको रिजल्ट आज ननिक्लेला, आज फुलझडी जस्तो झिलिल्ल नझल्केर नझिस्केर, तर यसको एउटा सुदूर प्रसारी प्रभाव सङ्गठनमा पर्छ। गतानुगतिक काम गर्दै माने सुदूर प्रसारी काम भने आजदेखि सुरु गरेको कामको अब 2 साल 4 साल 5 साल 6 सालको पछि रिजल्टहरू आउन थाल्नुपर्छ। समाजले एउटा एस्टाब्लिस, एउटा गुरु गधुर गम्भीर एउटा स्थानमा सङ्गठनलाई लिएर जाने प्रयास गर्दैछु। जस्तो तपाईँलाई म एउटा एक्जाम्पल दिन्छु। एकजना व्यक्ति अचानक आजदेखि सिरियस भयो भन्दा कसै मान्छेले विश्वास गर्छ उसलाई सिरियस छ भनेर? हिजोसम्म फटुवामी गर्ने मान्छे आजदेखि सिरियस भयो भन्दाखेरि त्यसलाई सिरियस भएको भएन भनेर त्यसले एउटा हेर्नु पर्यो नि त ट्रेन्ड। त्यो परिस्थिति हुन्छ नि त, हो किन भन्नुहोस् त? संस्थाको पनि त्यस्तै हो। त्यो मैले त्यो भन्नु खोजेको होइन, संस्था पनि त्यस्तै कुरा हो। संस्थालाई पनि एउटा माइलस्टोनमा लिएर जानको लागि, एउटा उच्च शिखरमा लिएर जानु कि त्यो धारामा हामी बगेर गएको हुनुपर्छ। जब त्यो बग्दै जान्छ, परिस्थिति परिवेश हेर्दै हुँदै जान्छ, अनि त्यसको रिजल्ट पनि बिस्तारै बिस्तारै आउँदै जान्छ। अचानक एकै दिनमा सबै कुराहरूको रिजल्ट चाहिँ आउँदैन, त्यो कुरा चाहिँ साँचो हो। तर हामीले जुन कामहरू गरेका छौँ, मैले विशेष गरेर साङ्गठनिक विशृङ्खलता ठिक गर्नु थियो हामीलाई। तपाईँले पहिला न्युजमा देख्नुहुन्थ्यो अमुक जिल्लामा यस्तो द्वन्द्व, तमुक त्यस्तो, अमुक तमुक, यो विभिन्न प्रकारको द्वन्द्वहरू विभिन्न प्रकारको थियो। आजको समयमा अखिल असम गोर्खा छात्र सङ्गठनमा साङ्गठनिक द्वन्द्व कहीँ पनि छैन। कुनै जिल्लामा, कुनै आञ्चलिक कुनै जिल्लामा त्यस्तो प्रकारको कुनै कतै द्वन्द्व छैन। किनभने सबैलाई यहाँ जसले काम गर्छ त्यो ठिक छ। यहाँ कसैको आफ्नो पर्ने नपर्ने, मसँग समर्थन गर्ने भाइहरू पनि थिए जसले पछिको समयमा गएर कामहरू एक्टिभली नगर्नाले गर्दाखेरि उनीहरू अगाडि बढ्न सकेनन्। तर त्यसको अर्थ यो होइन चाहिँ यो मसँग काम गर्ने भाइ हो, मेरो खास भाइ हो, यसलाई चाहिँ म यो पदमा राख्नुपर्छ भनेर मैले त्यस्तो कुनै मोनोपोलीको काम पनि गरिनँ मैले। किनभने जसले काम गर्छ उनी जान्छ अगाडि। त्यसमा मेरो प्यारो हुनसक्छ, कोही कर्मलाई स्थान दिनुपर्छ। हेर्नुहोस्, कर्मलाई यो सङ्गठन बचाउनु छ नि त। यहाँ त मैले सबै मेरो आफ्नो मान्छे राखेर म लुला लङ्गडा सङ्गठन बनाएर हुँदैन नि त। मैले त सङ्गठनलाई मजबुत बनाउनु छ नि त। जसले काम गर्छ त्यो अगाडि जान्छ र काम गर्ने मान्छे त सबै भाइमा हुनुपर्छ। उनीहरू पनि स्वतस्फूर्त अगाडि गइहाल्छन्। उनीहरूमाथि अन्याय पनि हुनु दिँदिनँ, तर म पनि मोनोपोली गर्दिनँ चाहिँ मेरो मात्रै मान्छे हुनुपर्छ, अरू कोही हुनु पर्दैन। त्यस्तो खालको मानसिकताले पनि काम गरेन र साङ्गठनिक राम्रो छ आजको दिनमा। सङ्गठनमा तपाईँको जुन एउटा एटिट्युड थियो पहिले सभापति हुने अगाडि, सुनिल छेत्री भनिसक्दा आन्दोलन गर्ने तपाईँको जुन भोइस हो, मिडियामा बोल्ने वा तपाईँ जुक्ति तर्क गर्ने तपाईँको जुन क्यापासिटी हो, मान्छे एकछिमल मान्छेले सोचेका थिए यो मान्छे सभापति भयो भने केही हुन्छ, दिल्ली पनि हल्लिन्छ, दिसपुर पनि हल्लिन्छ। सभापति भएपछि अचानक तपाईँ अलिक मौन भइदिनु भयो, साइलेन्ट भइदिनु भयो। ती मान्छेहरूको माझमा विभिन्न समयमा चर्चा परिचर्चा हुन्छ, यो मान्छेलाई पनि सरकारले दिएछ कि क्या हो, 2-4 पैसा चुप्प लागेर बसेको छ। यो कुरामाथि तपाईँको भनाइ के छ? यस्तो हुन्छ कि हेर्नुहोस् न, तपाईँलाई भन्दैछु यो कुरा भने एकदम कमन कुरा हो। यो कुरा यस्तो होइन जे यो कुरा तपाईँले मात्रै सोध्नुभएको कुरा होइन। म पनि समाजको भ्यू, समाजको मान्छेहरू विभिन्न व्यक्तिहरूसँग भ्यू बुझ्ने गर्छु, उहाँहरूको के छ कुराहरू होइन। म बोल्नु सक्छु, यो कुराको प्रमाण मैले विगतको समयमा दिएर आएको छु। कुनै पनि समयमा, कुनै पनि परिस्थितिमा, कुनै पनि कुराको म जवाब दिनु सक्ने र जुझ्नु सक्ने क्षमता मसँग छ। यसको प्रमाण मैले दिएर आएको छु, स्पष्ट रूपमा मैले दिएको छु विगतको समयमा। जब सभापतिको आसन ग्रहण गरेपछि विभिन्न व्यक्तित्वहरू हुनुहुन्छ, विभिन्न एडभाइजरहरू हुनुहुन्छ, विभिन्न समाजको प्रतिष्ठित व्यक्तिहरू हुन्छ, उहाँहरूको पनि म फिडब्याक लिन्थेँ। दाजु मार्गदर्शन गर्नुहोला, सार मार्गदर्शन गर्नुहोला। त उहाँहरूको एउटा कुरा के थियो भन्दाखेरि तपाईँ धेरै एग्रेसिभ हुनुहुन्छ सुनिल भाइ, एग्रेसिभनेस चाहिँ घटाउनु तपाईँको। तपाईँ सभापति हो आजको डेटमा, तपाईँले एउटा गल्ती गर्नु भने भोलि यो पुरा चिप्लेर भत्ताभुङ्ग हुन्छ। तपाईँले गल्ती गर्नु पाउनुहुन्न, तपाईँको गल्ती बचाउने मान्छे यहाँ कोही पनि छैन। अरूको गल्ती तपाईँले बचाउन सक्नुहुन्छ, तपाईँको गल्ती बचाइदिने मान्छे कोही छैन यहाँ। र तपाईँको एग्रेसिभनेस घटाउनु भन्ने धेरै मान्छेको एडभाइसहरू थियो। जनहरूले तपाईँले त्यो एडभाइस हेर्नुभयो, धेरै मान्छेले भन्नुभयो, जो एस्टाब्लिस मान्छेहरू विभिन्न व्यक्तिहरू हुन्छ, एग्रेसिभनेस घटाउनुहोस्, यताउति कुराहरू गर्नुभयो। किनभने हो पनि हामीलाई त यस्तो कुरा छैन चाहिँ हिट एन्ड रन गर्नु छैन नि त। आज के प्याचे बोले भोलि अर्कोतिर लागेर त हुँदैन। मैले आज बोलेको कुराले मेरो जातिलाई 10 साल पछाडि पनि अप्ठ्यारो पर्न सक्छ। किनभने जातिको दायित्व हो नि त यो, मेरो व्यक्तिगत राजनैतिक दायित्व होइन, कुनै राजनैतिक पार्टीको लागि बोलेको होइन। मैले समग्र असममा बसोबास गर्ने 25 लाख गोर्खा जनसाधारणको लागि जब म बोल्छु त मैले बोलेको प्रत्येक शब्दमा एकदम हिसाब किताब जोखिएको हुनुपर्छ। बरु म गलत गर्नु हुँदैन, बरु सही, बरु बिस्तारै गरौँ न, तर गलत चाहिँ एउटा पनि गर्नु हुँदैन। किनभने गलत गर्दाखेरि त्यसको परवर्ती समयमा विभिन्न अप्ठ्यारोहरू चाहिँ
कालक्रममा आउँछ। आजभन्दा 2 साल अगाडि सभा आक्सुले वा गोर्खाले यस्तो कमेन्ट दिएको थियो अमुक जातिलाई वा अमुक विषयमा भनेर त्यो कुराहरू निक्लियो भने भोलिको डेटमा मलाई अप्ठ्यारो हुन्छ। र त्यो कुरा सत्य पनि मलाई लाग्यो। तर पनि गर्दै 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 जाँदा विगतको 1 सालमा गर्दै गर्दै जाँदाखेरि कोही बेला म सफोकेट हुन्छ। म त बहुत भन्नु छ गर्नु छ, अब यहाँ परिस्थिति परिवेश यस्तो छ भन्ने अलिक कोसिस गर्दाखेरि 2-4 जना मान्छे व्यक्तित्वहरू पनि हुन्छन् त्यस्तो। एक छिमल मेरो भाइहरू, मेरो फलोवर, मेरो समर्थकहरू पनि छन् जसले मलाई भन्छन् दाजु जुझ्नुपर्छ भन्ने पनि छन्। त्यसमा पनि म माने एग्री छु। उनीहरूलाई पनि म छोड्नु सक्दैन। मलाई त त्यही चाहिएको। मेरो त माने अक्सिजनै त्यो साथी त त्यो भाइहरू जसले मलाई त्यो हिम्मत दिनुपर्छ दाजु जुझ्ने हो, फाइट गर्ने हो भन्ने। र आजको समयमा पनि हामीले त 1 साल हेऱ्यौँ धैर्यताको साथ सम्पूर्ण कुराहरू हेऱ्यौँ। अब त्यसभित्रमा पनि हामी धैर्यताको साथ हेरेर टुवा परेर हेरिरहेको पनि कुरा होइन। साङ्गठनिक विशृङ्खलताहरू ठिक गऱ्यौँ। हाम्रो के थियो मुद्दाहरू? हामीले 2014मा जब म केन्द्रीय समितिमा पहिलो प्रथम आएँ, त केन्द्रीय समितिमा आउँदाखेरि तपाईँको हामीले 1 नम्बर पहिलो मुद्दै राखेको थियौँ हाम्रो वेबसाइट हुनुपर्छ भनेर लेखेको थियौँ। बनाऊ वेबसाइट। त्यसो भने सबै कुराहरू ट्रान्सपरेन्ट हुनु पऱ्यो वेबसाइट हुँदाखेरि। एक्टिभिटीहरू सो भइरहेको छ, हाम्रो सङ्घ संस्थाको कुराहरू मान्छेको कसलाई तपाईँले बुझाएर सक्नुहुन्छ? कुन जिल्लामा को छ, कुन आञ्चलिकमा को छ, कुन शाखामा को छ, कलेज युनिट कहाँ छ, आज ट्रान्सपरेन्टली म उसमा तपाईँको छ वेबसाइटमा छ। हामीले त्यो मात्रै होइन, हामी एउटा पब्लिकको बिचमा एउटा सेन्सिटाइज एउटा जनजागरण सृष्टि गर्नको लागि जनताको समर्थन आदाय गर्नुहोस् अथवा जनताको नम्बर अफ पपुलेसन कलेक्सन गर्नको लागि पनि हामीले एउटा वेबसाइट मार्फत मेम्बरसिप ड्राइभ गरिरहेको छौँ। जुन मार्फत के हुन्छ आजको डेटमा प्राय 14,000-15,000 मान्छेले त्यहाँ घरले रेजिस्ट्रेसन गरेको छ। त्यहाँ 14-15,000 मान्छेसँग हामी प्रत्यक्ष घरसँग हामी प्रत्यक्ष रूपले सम्पर्क गर्नु सक्ने एउटा माध्यम हामीले बनाएको छौँ सोझै केन्द्रीय समितिको मार्फत। र त्यस्तो प्रकारको एउटा नेटवर्क हामीले बनाउँदैछौँ बिस्तारै। हाम्रो विगतको सभापतिहरूको इतिहासहरूलाई हामीले संरक्षण गर्नु सकिन, को हुनुहुन्थ्यो, के हुनुहुन्थ्यो, सबै कुराहरू हामी हाल्दैछौँ। त आक्सुको मेन तपाईँको जुन कार्यकाल छ, तपाईँको कार्यकालभित्रमा हरेक मान्छेको एउटा सपना हुन्छ, एउटा ड्रिम हुन्छ। म यो मञ्चमा बसेको छु, जब म यो काम गरेर जान पाएँ भने चाहिँ म एकदम खुसी हुन्थेँ वा जातिको पनि उद्धार हुन्थ्यो। तपाईँको के छ सपना? 3टा काम यस्तो जुन काम तपाईँलाई आक्सुको मञ्चमा हुँदाहुँदै तपाईँको कार्यकालमा तपाईँलाई गर्न मन छ? मलाई एकदमै इच्छा भएको पहिलो काम त हो हाम्रो कार्यालय, केन्द्रीय कार्यालय, केन्द्रीय कार्यालय, स्थायी कार्यालय। आक्सुको 50 साल हुँदैछ, गोल्डन जुब्ली हुँदैछ। गोल्डन जुब्लीमा हामी स्थायी केन्द्रीय कार्यालय छ हो। त्यसको साथसाथै केन्द्रीय कार्यालयमा 3 ठाउँमा अझै हामीले फोकस गरेको छौँ। एउटा डिब्रुगढमा, अर्को तेजपुरमा अनि अर्को तपाईँको उदालगुडी के अरे कोक्राझारमा। यो 3 ठाउँमा जहाँ चाहिँ तपाईँको माने अब मेन जग्गा भनौँ न, 3 ठाउँमा गएर कमसेकम हामी त्यहाँ बस्न सकौँ। लजिङ एउटा अफिस कि त्यहाँ गएर क्याम्प गरेर हामी रेसिडेन्सियली बस्नु सकौँ। तेजपुरमा जाँदाखेरि भोलि आज म तेजपुरकै सभापति हो, भोलि ग्वालपाडाको सभापति होला, पर्सि तिनसुकियाको सभापति होला। उहाँहरू जहिले पनि तेजपुर जानुहुन्छ, तेजपुरको कार्यालयमा कमसेकम रेसिडेन्सियली बस्नु सकौँ उहाँहरू। कोक्राझार जाँदा हामी होस्टेलमा बस्नु नपरोस्, त्यहाँ गएर हामी एउटा हाम्रो अफिसमा कार्यालयमा रेसिडेन्सियली बस्नु सकौँ। त्यो प्रकारको एउटा माहौल बनाउनको लागि प्रयास हामी विशेष गरेर डिब्रुगढमा पनि हाम्रो जमिनको तलास चल्दैछ। डिब्रुगढमा पनि हामी रेसिडेन्सियल अफिस एउटा बनाउने, तेजपुरमा अलरेडी हामीले जमिन फाइन्ड आउट गरिसक्यौँ। सानो भए पनि त्यहाँ हाम्रो कमसेकम 2-3टा गेस्ट रुमको साथ एउटा अफिस हामी तेजपुरमा छिटै स्टार्ट गर्छौँ। गुवाहाटीको पनि लगभग हामीले जमिनको तयारीहरू गर्दैछौँ। जमिनको तयारी हुने बित्तिकै हामी त्यसको पनि काम गर्छौँ। अगर सबैको सहयोग हामीले बराबर भेट्यौँ भने। र त्यस्तो प्रकारले पहिलो काम त हाम्रो कार्यालयको जुन समस्याहरू छ। बाँकी त अब जिल्ला आञ्चलिक पर्यायमा त विभिन्न प्रकारको कार्यालय निर्माणहरू जिडिसी होस् अथवा विभिन्न प्रकारको सरकारी योजनाहरूबाट हामी गरि नै रहेका छौँ। अब अर्को एउटा इन्ट्रेस्टिङ र इम्पोर्टेन्ट पोइन्ट मेरो लागि के हुन्छ भन्दाखेरि अटोनोमस काउन्सिल, गोर्खा अटोनोमस काउन्सिललाई कसरी हामी मेरो कार्यकालभित्रमै अटोनोमस काउन्सिलको खाका हामी लिन सक्छौँ। अटोनोमस काउन्सिलको जुन बेस हुन्छ, भेटी कसरी निर्माण गर्न सकिन्छ। भेटी बनिनु नै घर बनिनु हो। जब भेटी बनियो त घर पनि बनिन्छ। तर भेटी बनाउनु बहुत अप्ठ्यारो हुँदैछ। भेटी बनाउनुको लागि नै परिवेश परिस्थिति विभिन्न प्रकारको अध्ययनहरू हामीले कन्टिन्यू राखेका छौँ। हामीसँग रिसोर्सहरू चाहिन्छ, डेटाहरू चाहिन्छ, त्यो डेटाहरू हामी कलेक्ट गरिरहेका छौँ। र त्यो हाम्रो सेकेन्ड एकदमै प्राइम टार्गेटमा छ, फोकसमा छ। र अब अन्तिम छ कस्तो हुन्छ भन्दाखेरि तपाईँको विशेष गरेर 6 सिड्युल एरियामा बसोबास गर्ने गोर्खाली जनसाधारणको उनीहरूको एकदम भविष्य अन्धकार छ। हेर्नुहोस्, एकदम भविष्य अन्धकार। किन भन्दाखेरि बिस्तारै 6 सिड्युल एरियामा अझै टाइट हुँदै जाँदैछ विभिन्न पिरियडहरू। यो कुराहरू भविष्यमा अप्ठ्यारो पर्छ कि क्या भन्ने एउटा चिन्ता सबैलाई परिरहेको छ।
हेर्नु त। अनि उहाँहरूलाई प्रोटेक्सन कसरी दिन सकिन्छ? या त फेरि भोलिको डेटमा तपाईँको अटोनोमस काउन्सिल भयो भने त नन सेक्सुअल एरिया त हामी कभर गरौँला, त्यो सेटेलाइट काउन्सिल भयो भने नन सेक्सुअल एरिया हामी कभर गर्नु, तर सेक्सुअल एरियाको लागि हामीलाई अप्ठ्यारो पर्नु सक्ने सम्भावना छ। आसाममा जनताहरू सुरक्षित रह्यो भने बाँकी अखिल असम गोर्खा छात्र सङ्घको त्यत्रो ठुलो कुरा होइन, सुरक्षा अहम मुद्दा हो आजको डेटमा पनि। यो तीनवटा काम चाहिँ अलिकति प्रायोरिटाइज गर्नु सके, यी तीनवटा काम गर्ने तपाईँको सपना छ? सपना त धेरै छ काम गर्ने, यो तीनवटालाई चाहिँ प्रायोरिटाइज गरेर हामीले मुख्य काममा हामीले राखेका छौँ। पहिला कुरा त मैले भनिहालेँ, कार्यालय निर्माणको हाम्रो मुद्दा छ तीनवटा ठाउँमा, डिब्रुगढ कार्यालय, जिएससी, त्यसपछि सेक्सुअल भनेर सुरक्षा, ओभरअल सुरक्षा। हामी जिएससी भयो तपाईँको नन सेक्सुअल एरियाको गोर्खाहरूको सुरक्षा हो भने सेक्सुअल एरियाको गोर्खाहरूको लागि स्पेसल एउटा प्रोटेक्सन क्लास भनेर त्यहाँ डिक्लेयर गराउनुको लागि विभिन्न प्रक्रियाको प्रेसरहरू हामीले गरेका छौँ। रिसेन्टली हामीले दिल्ली भ्रमणमा केन्द्रीय गृह मन्त्रीलाई पनि एउटा मेमोरेन्डममा यो कुरा उल्लेख गरेर लेखेका छौँ जे सेक्सुअल एरियामा बसोबास गर्ने गोर्खाली जनसाधारणहरूलाई चाहिँ प्रोटेक्टेड क्लास भनेर तपाईँलाई डिक्लेयर गरिदिनु। त्यसो गर्दाखेरि हामी सेक्सुअल एरियामा जुग जुगसम्म सुरक्षित रहन्छौँ। नभए के प्रब्लम हुँदैछ भन्दाखेरि मैं थकालके আপনালোক सुरक्षित, हामी थकालके আপনালোক सुरक्षित भनेर हामीलाई त पुरा एकदम पासोमा घाँटीमा पासो लगाएर राखेको छ नि त। अब उसलाई छोड्नु पनि भएन, असुरक्षित भइहालिन्छ। यो त मैले यस्तो घाँटीमा पासो लगाएर राखे जस्तो भएन त यो। अनि यो परम्परा बन्द हुनुपर्छ। यो परम्परा सुरक्षित हमेसाको लागि हुनुपर्छ। आजको ऊ छ त भोलि ऊ मर्दियो भने, भोलि ऊ खस्यो भने, ऊ मरेपछि चाहिँ कसले सुरक्षा दिन्छ हामीलाई? स्पष्ट कुरा हुनु पर्यो नि त, हो किन भन्छ? र कोही कहाँ हुँदाखेरि सुरक्षित र हुने र कोही पार्टी हुँदा कोही व्यक्ति हुँदा मात्र सुरक्षित हुने परिस्थितिलाई त सुरक्षा भनिँदैन नि त। सुरक्षा भनेको चाहिँ पर्मानेन्टली सुरक्षित हुनुपर्छ। र पर्मानेन्टली सुरक्षित कसरी पार्न सकिन्छ त्यस विषयमा चिन्तन मननहरू विभिन्न प्रकारको परिस्थिति परिवेशहरू गरिँदैछ। किनभने यसमा गभीर अध्ययनको जरुरत छ, काम गर्ने एक्सपिरियन्सहरूको जरुरत छ। किनभने यस्तो प्रकारको कामहरू विगतको समयमा स्पिडले भएको छैन र फट्टै गर्न जाँदाखेरि गल्ती पनि हुनसक्छ। फेरि गल्ती भयो भने त फेरि आफ्नो टाउकोमा पर्छ र गल्ती गर्नुभन्दा अलिक स्लो गरेर सही गर्ने हामी प्रक्रियामा पनि प्रयास गर्दैछौँ। सर, तपाईँले आक्सोको मिसन भिजनको कुराहरू विभिन्न समयमा भनिराख्नु भएको छ। आज हामी त्यो विषयमा हामी आज बात गर्दिनौँ। म सोध्छु केही छिनपछि, अबको 5 वर्षपछि सुनिल छेत्रीले आफूलाई कहाँ हेर्न चाहनुहुन्छ? तपाईँ आफूलाई कुन ठाउँमा हेर्न चाहनुहुन्छ? आफूलाई कुन ठाउँमा भन्दाखेरि पनि एकदम स्पष्ट जुन हाम्रो भिजन तपाईँले भने, घर घर आक्सु हर घर आक्सु, यो जुन नारा हामीले लिएको छौँ, यो नारा 5 वर्ष पछिसम्ममा एटलिस्ट सम्भव हुन्छ। यो मैले नारा हामीले दिएको यस्तो कुरा होइन जे 1 महिनामै हुन्छ, 2 महिनामै हुन्छ, मेरै कार्यकालमा सबैलाई म भ्याउँछु भन्नु मैले गर्नु खोजेको। एउटा भिजन, एउटा मिसन हाम्रो नयाँ जेनेरेसनलाई सोच्ने एउटा खोराक दिएको हो, नयाँ कार्यकर्तालाई एउटा सोच्ने खोराक दिएको हो। जुन खोराकले उनीहरूको माइन्डमा यो कुरा क्लियर हुनुपर्छ कि हर घरमा हामी पुगेको हुनुपर्छ र हर घरको एकजना मान्छे सङ्गठनसँग जडित भएको हुनुपर्छ। यो मिसन एउटा चलिरहेको छ जहिलेसम्म हाम्रो मिसन अगार हुँदैन। र मलाई लाग्छ एटलिस्ट 5 साल पछाडि यो मिसन सम्भव हुन्छ। र 5 साल पछाडि जुन दिन यो मिसन सम्भव हुन्छ त्यो दिन मलाई लाग्छ कि म हरेक जग्गासम्म म पुगिसकेको छु। त्यो परिस्थिति, त्यो परिवेशसँग, त्यो आसाममा बसोबास गर्ने 25 लाख मान्छेहरूसँग म पुगिसकेको जस्तो मलाई हुन्छ। त्यो मेरो सपना एउटा। किनभने त्यो सङ्गठन जुन दिन मजबुत हुन्छ जातिको स्वतस्फूर्त समस्या समाधान हुन्छ। मैले तपाईँलाई भने थिएँ, जुन दिन हामीले कन्फर्म गर्छौँ जे हर घरमा एकजना आक्सु वर्कर छ त्यो दिन हाम्रो जातिको समस्यै रहँदैन, हाम्रो कुनै डिमान्ड पेन्डिङ हुँदैन। यो कुरा एस्युरेन्सको साथमा भनिदिनु सक्छु, एस्युरेन्सको साथ भनिदिनु सक्छु। यो कुरा 100% तपाईँलाई म एकदम ग्यारेन्टेडको साथ भनिदिनु सक्छु। अगर आक्सुले गोर्खाको समस्या कसरी समाधान हुन्छ भने एकदम सिधा र सोझो उपाय यही छ, हर घरमा आक्सुको सदस्य बनाउनुहोस्, युनाइटेडली एउटा प्लेटफर्ममा हामी सबै बसौँ, हाम्रो समस्या अटोमेटिकली खोजी समाधान गर्न बाध्य हुन्छ। त्यसको गत्यन्तरहरू उपाय हुँदैन सरकारसँग, हाम्रो समस्या खोजी समाधान गर्न बाध्य हुन्छ। तर प्रब्लम के हुँदैछ भन्दाखेरि हाम्रो समस्याहरूमा माने अप्ठ्यारोहरू कहाँ हुँदैछ? विभिन्न ठाउँमा तपाईँ हेर्दै हुनुहुन्छ, विभिन्न अञ्चल विभिन्न ठाउँमा हाम्रो सङ्गठनलाई घुस्नु पनि बाधा दिएको छ। विभिन्न ठाउँमा त यो पनि इन्ट्रेस्टिङ कुरा हुँदैछ नि। विभिन्न ठाउँमा हाम्रो जातीय नट ओन्ली आक्सु, गोर्खा सम्मेलनले पनि घुस्नु पाएको छैन बहुत ठाउँमा। गोर्खा सम्मेलन, आक्सु जस्तो सङ्गठनहरू त्यहाँ नपन्पियोस्, नबढोस्, त्यो लोकली सङ्गठनहरू डेभलप गरिँदैछ। बुझ्नु न, गोर्खा शब्द जडित गरेर मान्छेको आवेगसँग खेलेर त्यहाँ गोर्खाको चाहिँ हामी अर्कै सङ्गठन हो जस्तो नि त।
तर त्यो बिचरा मान्छेहरूले चाहिँ थाहा पाएका छैनन् चाहिँ जातीय सङ्गठन भनेको भिन्दै वस्तु हो, हामी जे गर्दैछौँ यो एउटा राजनैतिक माने दलको एउटा अङ्ग हो, हामी त राजनैतिक प्रोपागन्डा गर्दैछौँ, जातीय सङ्गठन त गरेको होइन त तिनीहरूले। यो कुरा कमन मान्छेले बुझ्दैनन्। बिचरा कमन मान्छे आज पनि गोर्खा भनेर एउटै सोच्छन्, गोर्खा सम्मेलनलाई नि गोर्खै सोच्छन्, आक्सुलाई पनि गोर्खै सोच्छन्, जिडिसीलाई नि गोर्खै सोच्छन्। उनीहरू त गोर्खाको माने डिफ्रेन्स, साङ्गठनिक डिफ्रेन्सहरू पनि थाहा छैन आजसम्म। भन्नुको अर्थ यो हो जे आजसम्म हामी गाउँ गाउँ घर घर पुगेको छैनौँ, त्यही कारणले गर्दा डिफ्रेन्स नपुगेको। त्यसको एडभान्टेज कसैले लिइरहेको छ? बिल्कुल लिइरहेको छ नि त। हाम्रो जनताले साङ्गठनिक रूपले सचेत नहुनुको कारणले गर्दा अब आज पनि हामीलाई गोर्खाले टिन बाँड्यो, हामीले भेटिनाम भन्छन्। अब आक्सुले त टिन बाँडेको छैन, तर गोर्खाले बाँडेको टिन भनेर हल्ला निक्लिन्छ। त्यो हामीले दायबद्ध त त्यसको हामीले लिन्छ, हामीलाई प्रब्लम हुन्छ त्यसको लागि। जो कसले कहाँ गलत तरिकाले टिन बाँडिदिएको हुन्छ, कसले कहाँ गलत तरिकाले सिलाइ मेसिन बाँडेको हुन्छ, जवाबदेही हामी हुनु परेको छ। जेहेतु अखिल असम गोर्खा छात्र सङ्घ नै आसामको जनभित्ति भएको एउटा सङ्गठन हो, ग्रासरुटमा पसेको सङ्गठन हो। यो समस्याहरू त्यस्तो छ। अनि त्यस उपरान्त पनि फेरि कतिपय ठाउँमा कस्तो हुन्छ भन्दाखेरि गोर्खाको, हाम्रो पनि गोर्खाको सङ्गठन बनाउनु भने छुट्टै एउटा राजनैतिक दलको स्पोन्सरमा होस्, राजनैतिक नेताको स्पोन्सरमा एउटा सङ्गठन बनाएर बसिदिएका हुन्छन्। त्यहाँ सङ्गठनमा अरू आक्सुलाई गोर्खा सम्मेलनले त घुस्नै मना छ भने त्यहाँ उनीहरूले आफ्नो एउटा भने अटोनोमस बनाएर बसेका हुन्छ त्यहाँले। त्यो तरिकाले कमन जनताहरूलाई अब तिनीहरूलाई त हामीले गाली गरेर फाइदा छैन, कमन जनताले जान्दैनन्। अब त्यो आजसम्म हामी पुगिनौँ, त्यो घर घर आजसम्म त्यो ठाउँ ठाउँ हामी पुग्न सकेको छैनौँ, त्यो हाम्रो साङ्गठनिक विफलता हो सर्वसाधारण। र कमसेकम यो चिजहरू आउने दिनहरूमा, आउने 1 साल 2 साल 3 साल जति साल लागोस्, तर हामी हर मान्छेलाई सचेत बनाएर हर मान्छेलाई त्यो चिजबाट माने त्यो जुन उनीहरूको जुन पर्सेप्सन छ त्यो पर्सेप्सनलाई तोडेर चाहिँ हाम्रो एक्चुअल के हो, हामी कसरी हामी अगाडि बढ्ने। किनकि यो सङ्गठन बाहेक असमेली गोर्खा जनसाधारणको रक्षा कवच छैन नि आसाममा। अन्ली अर्गनाइजेसन, अन्ली सङ्गठनै हो एकमात्र गोर्खा जनसाधारणलाई सुरक्षा दिनु सक्छ आसाममा। त्यसको गत्यन्तरहरू केही छँदै छैन, एकदम छैन। किनभने हाम्रो लागि अब कस्तो हुन्छ यहाँ परिवेश भन्दाखेरि कि त तपाईँ आलु भएर बाँच्नु पर्यो, आफ्नो सब कुछ छोडेर अब म जसले जता फर्क्यो त्यतैपट्टि, जसले जे भन्यो त्यतैपट्टि मानेर बस्नु पर्यो। आफ्नो स्वकीयता लिएर बाँच्नु जब जब हामी अगाडि बढ्छौँ, विभिन्न प्रकारको बाधाहरू हामीले भोग्नुपर्छ। र बाधाहरूलाई पर्खालहरूसँग जुझ्ने, त्यो आफ्नो जातिलाई रक्षणावेक्षण गर्ने त अखिल असम गोर्खा छात्र सङ्घ हो। यो सङ्गठनले नै जोस जाँगर युवा साहस छ सबै कुराहरूको जमघट भएको एउटा सङ्गठन हो। फट्टे आज राति नै 200 बाइकमा केटा निस्किनुपर्छ भने त तुरन्तै निस्किनु सक्ने केटा हो। यो यस्तो एउटा सङ्गठन हो, आसाम होइन अरुणाचलको चारै सीमा बन्द गरेर हामी आन्दोलन गर्नुपर्छ भने त गर्नु सक्ने क्षमतावान सीमा हो। आजको डेटमा यो यस्तो सङ्गठन हो जसले आज के अरे खानापाडामा 4 लाख मान्छे भेला पार्छु भन्दा पार्नु सक्ने क्षमतावान सङ्गठन हो। र यस्तो एउटा सङ्गठनलाई मजबुत पार्नु असमेली गोर्खा जनसाधारणको दायित्व हो। र यो दायित्व कर्तव्य जो दिन पूर्ण हुन्छ असमेली गोर्खा जनसाधारण आक्सु सबै मिलेर, त्यो दिन आफूलाई मतलब एउटा पनि उच्च स्थानमा वा त्यो ठाउँमा हामीले जातिलाई पुर्याउन सक्यो भन्ने एउटा महसुस चाहिँ निश्चय हामीलाई हुन्छ। अब म अन्तिमतिर आएँ। अब हामी 10 मिनटका कार्यक्रम पनि सक्थ्यौँ। केही दिन अगाडि एउटा वितर्क भएको थियो, रातो रानी फुले झैँ साँझमा, यो गीत चर्चामा आएको थियो। त्यो वितर्कको विषयमा तपाईँको भनाइ, तपाईँले कुनै प्रेस मिट पनि गर्नु भएन त्यसपछि? विभिन्न समयमा प्रेस मिट विभिन्न ठाउँबाट कुनै ठाउँबाट आइरहेको थियो, तपाईँले माफ माग्नुपर्ने कुराहरू पनि, त्यस्तो कुनै पोलिटिकल लिडर एकजनालाई टार्गेट बनेर भनेको भन्ने खालको कुरा आएको थियो। यो प्रसङ्ग अलिकति तपाईँ स्पष्ट पारिदिनुहोस्। पहिला कुरो त हेर्नुहोस्, हामी अखिल असम गोर्खा छात्र सङ्घ असमेली 25 लाख असमेली गोर्खा जनसाधारणको हक अधिकारको लागि जब आवाज उठाउँछौँ, यो आवाजलाई दबाउनुको लागि विभिन्न प्रकारको परिकल्पना षड्यन्त्रहरू त हुन्छै हुन्छ। त्यहीमाथि कुरा जब गोर्खा अटोनोमस काउन्सिलको आउँछ त्यहाँ त झन् ठुलो सङ्कट आउँछ धेरै मान्छेको लागि। किनकि गोर्खा अटोनोमस काउन्सिल भनेकै त्यो क्षेत्रको लागि अत्यन्त इम्पोर्टेन्ट हो जुन क्षेत्रमा हाम्रो गोर्खाली जनसाधारणको बसोबास धेरै छ, जहाँ हाम्रो पपुलेसन डेन्सिटी छ, जुन समष्टिहरूमा गोर्खाहरूको भोट धेरै छ, त्यो समष्टिहरूमा त प्रत्यक्ष रूपले गोर्खा अटोनोमस काउन्सिलको त्यहाँ इन्भल्भमेन्ट हुन्छै हुन्छ, त्यो विषयवस्तु त्यहाँ उत्थापन हुनैपर्छ। र जब त्यो विभिन्न ठाउँमा खुलदुली राजनैतिक रूपले माने हलचल हुनु स्वाभाविक कुरा हो। गोर्खा अटोनोमस काउन्सिलको कुरा निस्किँदाखेरि अब तिनै कुराहरूलाई लिएर कसैले जबरजस्ती अब भन्छ नि बाटरको सुगात घैलुवा जस्तो कुरा हो। न कसैको नाम हामीले उल्लेख गरेको छौँ, न केही भनेको छौँ होइन। अब कसैले के गरे मलाई नै भनेको, मैले नै बोलेको थिएँ भनेर भन्दाखेरि त त्यो त अद्भुत कुरा हुन्छ नि त। त्यो कसैलाई भन्नुभएको होइन, न कसैको नाम मैले भनेको छु। अब अगर कसैले भनेछ, म त के भन्नु, जसले यत्रो साल राज गरेर गोर्खाको समस्या समाधान गरेको छैन भन्ने कुरा जब आयो, अब
अब मैले समस्या गरेको छु समाधान गरेको छुइनँ मलाई नै भनेको होला भने जस्तो कुरा हो नि त यो त हो कि न त मैले नै समस्या समाधान गरेको छुइनँ मलाई नै भनेको होला यसले भने जस्तो सोच हो उनीहरूको अब त्यो त मैले भने त्यो तपाईँको प्रब्लम हो नि तपाईँले के बुझ्नुहुन्छ द्याट्स योर प्रब्लम मेरो प्रब्लम होइन नि त त्यो त तपाईँको सोच तपाईँलाई मुबारक छ नि मलाई सरोकार छैन नि त मेरो कुरा हो जे गोर्खाहरूले मुफ्तमा तपाईँलाई भोट दिइरहेका छन् भने त्यो भोटको विनिमयमा गोर्खाहरूको सुरक्षाको निम्ति तपाईँले पनि आवाज उठाउनुपर्छ त्यो चाहिँ अत्यन्त जरुरी छ त्यो प्रत्येकजना एमएलएलाई हाम्रो कुरा हो कुनै एमएलएले भोलि आफ्नो आफ्नो ठाउँमा आफ्नो आफ्नो एउटा गोर्खा सङ्गठन खोलेर राखेर हाले समष्टिसम्म के त्यो जायज हो असमैले गोर्खा जनसाधारणको आक्सुलाई त्यहाँ काम गर्न नदिने भोलि जिएससिडिसीले अधिवेशन गर्नु आउँदाखेरि जिएससिडिसीलाई अधिवेशन गर्न नदिने अखिल असम गोर्खा के अरे गोर्खा सम्मेलनको शाखा आञ्चलिकमा मान्छे पस्नु खोज्दाखेरि जबरजस्ती तानेर पार्टीमा लिएर आउने अनि आफ्नो चाहिँ गोर्खा भोट बिग्रिन्छ भनेर फेरि त्यहाँ अलग्गै छुट्टै एउटा गोर्खाको कुनै आफ्नो आफ्नो माने चेला चामुण्डालाई लिएर एउटा सङ्गठन खडा गरिदिने त्यो के नीति हो फेरि त्यो कि गोर्खा प्रेमी नीति हो र त्यो त गोर्खा प्रेमी नीति हुन सक्दैन र त्यस्तो कसैले गर्दैछ भने त्यो गलत गर्दैछ उसले त्योबाट टाढिनुपर्छ एकदम स्पष्ट कुरा त्योबाट टाढ्नुपर्छ कसैले गर्दैछ यो कुरा त्यस्तो जसले पनि गर्दैछ उहाँहरूलाई हामी पुनर्सतर्क गरिदिन चाहन्छौँ त्यो गर्ने व्यक्तिहरूलाई पुनः हामी सतर्क गर्न चाहन्छौँ चाहिँ कसैले पनि त्यस्तो खालको गोर्खा विरोधी कार्यकलापहरू नगर्नुहोस् हामी त्यसमा कुनै पनि प्रकारको एक्सक्युज गर्नेवाला छैनौँ अखिल असम गोर्खा छात्र सङ्घ छ तपाईँलाई गोर्खा रिलेटेड केही कुरा गर्नु छ अखिल असम गोर्खा छात्र सङ्घ छ नि बोलाउनुहोस् न चिठी दिएर म गोर्खाको बारेमा यो कुरा गर्न चाहन्छु वा मेरो समष्टिमा यो कुरा गर्न चाहन्छु गोर्खा छात्र सङ्घको जिल्ला सभापति आञ्चलिक सभापतिसँग बात गर्न चाहन्छु बोलाउनुहोस् आउँछ कि आउँदैन हेरौँ हामी पनि कुरा हुन्छ कि हुँदैन हेरौँ हामी पनि तर तपाईँले सबैलाई आइसोलेट गरेर आफ्नो एउटा स्वतन्त्र एउटा पर्खाल एउटा माने साम्राज्य खडा गर्नु खोज्नु त्यो त कहिले जुक्तिपूर्ण हुन सक्दैन त्यहीमै बन्दुकको नोकमा राखेर धम्की र के अरे उसमा प्रलोभनमा बाध्य बनाएर त्यो त कहिले पनि एक्सेप्टेबल हुन सक्दैन हो कि हुन्छ र जसले पनि यस्तो प्रकारको कसैले कामहरू गर्छन् भने त्यो आफ्नो आफ्नै स्वतन्त्र आफ्नो आफ्नो समष्टिमा आफ्नो आफ्नो एउटा कमिटी गोर्खाको बनाएर त्यही कमिटी मार्फतै म जित्छु त्यही कमिटी मार्फतै म गोर्खालाई दबाएर राख्छु मुख थुनेर राख्छु चिच्याउनु दिन्न यिनीहरूलाई निसासिएर राख्छु भनेर सोच्नुहुन्छ भने यो त अखिल असम गोर्खा छात्रसँग त विद्रोह गर्नै पर्छ किनकि यो सङ्गठनै असमिली गोर्खा जनसाधारणको सुरक्षाको निम्ति हो स्वतन्त्रताको निम्ति राजनैतिक र सांविधानिक अधिकार मुक्त रूपले उपभोग गर्न पाऊँ त्यसको निम्ति नै खडा भएको सङ्गठन हो आफ्नो भाषा साहित्य संस्कृतिको साथसाथ जातीय माने अधिकारको निम्ति उपभोग गर्न पाओस् त्यसको निम्ति खडा भएको सङ्गठन हो र सङ्गठनले विरोध गर्न जायज छ त्यसैलाई कसैलाई दुःख लाग्छ उसले माने कम्प्लेन गर्छ उसले दुई कुरा भन्छ त्यसमा अब भन्नुपर्ने के कुरा छ मैले भने त अघि नै तपाईँलाई मान्छे समाजमा हुन्छ नै दुई चार मान्छेहरू नेगेटिभ बोल्ने तपाईँलाई गलत तरिकाले माने प्रस्तुत गर्ने बिना बित्थामा बदनाम निकालिदिन्छन् मैले त भोगेर आएको छु नि जिन्दगीमा हजारौँ मैले त्यस्तो जीवनमा बदनामहरू भोगेर आएको छु बिना बित्था लगाइदिन्छ अचम्म लाग्छ म विश्वास गर्नुहोस् मलाई 2016 को अगाडि मलाई धुरन्धर मान्छेले यो एन्टी कङ्ग्रेस भन्थे अहिले फेरि तिनै मान्छेहरूलाई मलाई चाहिँ बुझ्दैन कङ्ग्रेसी बनाउनु जबरजस्ती खोज्छ कस्तो अचम्मको कुरा हास्यास्पद कि जहिले जहिले तपाईँले सत्तालाई तपाईँले आवाज उठाउनुहुन्छ तहिले मान्छेहरूको अनि तपाईँको एलिगेसनहरू विभिन्न प्रकारको एलिगेसन अरे थाहा छ नि मलाई 2013-14 सालमा मलाई म त्यहाँ स्थानीय म त कम्प्लेन गरेको त्यति बेला पोलिटिकल पार्टीको सत्तारूढ मान्छेहरूले त्यस्ता हामीलाई कम्प्लेन गरेको बुझ्दैन अनि हामीले किन आवाज उठायौँ जब हामीले त्यो तपाईँको त्यो 3 खुटीको त्यहाँ त्यो अरुणाचल बोर्डरमा जब मान्छे मरेको थियो त्यसको विरोधमा हामीले पुतला जलायौँ त्यस्ताका मुख्यमन्त्रीको वित्त मन्त्रीहरूको हामीले पुतला जलाएको थियो त्यस टाइममा त्यस्ता पल्लव लोसनामा बिहालीको एमएलए हुनुहुन्थ्यो उहाँलाई गएर हामीले तीव्र भाषामा विरोधिता गरेको थियौँ सभामै ती सब कामहरू गर्दाखेरि हामीलाई एन्टी कङ्ग्रेस त्यति बेला हामी प्यारो फेरि अहिले जब शासनमा छौँ त्यस्ता भन्थ्यौँ हामी शासनमा छैनौँ भाइ हामी शासनमा भगवानै तिमीहरूलाई हामी के गरिदिन्थ्यौँ भन्ने मान्छे नेताले चाहिँ आज मलाई फेरि यो कङ्ग्रेसर मान्नु कङ्ग्रेसर कथा कसै भन्दाखेरि हुन्छ नि भोगेर भन्छ उही मान्छे थियो नि त मलाई त्यति बेला मैले त हामी चाहिँ विरोधीमा छौँ कि हामी चाहिँ पावरमा आएको भए तिमीहरूको के गरिदिन्थे गोर्खाको यस्तो गरिदिन्थे उस्तो गरिदिन्थे भनेर बुरुक उफारेर भोगेन भन्नुहोस् त आज चाहिँ के गर्दैछन् भन्दा उनीहरूले फेरि हामीलाई यो चाहिँ विरोधी भयो किन भन्दा हामीले अधिकार माग्यौँ अधिकार चाहिँ नमाग्नु पर्ने मतलब हामी
अधिकार नमाग्नु पर्ने। अझ बोलेकै कहाँ छौँ र हामीले त? नाम तोकेर त बोलेकै छैनौँ, म भन्दैछु बार बार। जुन दिन नाम तोकेर औँली ठडाएर बोल्न थाल्छौँ त्यो दिन थाहा पाउँछौँ हामी कति पावरफुल मान्छे हो। किनकि हामीले सर्वस्व छोडेर आएको छौँ नि। हामीलाई एकदमै माया मोह छैन। हामीले घरमा पनि स्पष्ट भनेर आएको छौँ, हामीबाट एक्सपेक्ट पनि नगर्नु, आशा पनि नगर्नु भनेर मैले त घरमा स्पष्ट भनेर आएको छु। म निस्केको अब कहाँ पुग्छु मलाई थाहा छैन, र मलाई कसैलाई कहीँ पुर्याउँछु भनेर सोचेको छ भने पनि त्यो मलाई फरक पर्दैन। जहाँ पुर्याउँछ पुऱ्याइदिनुहोस् मलाई। वारी राख्नुहुन्छ कि पारी पुर्याउनुहुन्छ तपाईँहरूको कुरा, माथि पुर्याउनुहुन्छ कि तल पुर्याउनुहुन्छ, मलाई केयर छैन। आफ्नो कर्म तर स्पष्ट कुरा हो, हामीले जुन कुराहरू भन्दैछौँ त्यो कुरालाई गुरुत्व प्रकारले लिनुहोस्। हामी धैर्यताका साथ काम गर्न चाहन्छौँ। हामी पनि माने भन्छ नि अखिल असम गोर्खा छात्र सङ्घ विरोधै मात्रै गर्छ। हामी विरोध गर्नका लागि जन्मेको सङ्गठन पनि होइन, हामी समस्याहरू समाधान गर्नु जन्मेको सङ्गठन हो। हाम्रो स्थानीय गोर्खा जनसाधारणको समस्याहरू समाधान हुनुपर्छ। असमको प्रत्येक प्रान्तमा बस्ने गोर्खाहरूको समस्या समाधान हुनुपर्छ। असमको प्रत्येक प्रान्तमा बस्ने गोर्खाहरूको राजनैतिक सुरक्षा, सामाजिक सुरक्षाहरू हुनुपर्छ आजको समयमा, हो कि नहोस्। जनसङ्ख्याको अनुपातमा आजै हेर्नुहोस् न तपाईँ, पञ्चायतमा कतिजना मान्छेलाई जेडपिसी टिकट भेटे हेर्नुहोस् त तपाईँले। जनसङ्ख्याको अनुपातमा हेर्नु मात्रै निम्न त हो नि। सर अब 26को इलेक्सन आउँदैछ, 26को विधानसभा चुनाव आउँदैछ। गोर्खाहरूको अहिले 2टा विधायक हुनुहुन्छ। डिलिमिटेसनले गरेर गोर्खाहरूको भोट पनि डिभाइड भएको छ, छरपट्ट पारेको छ। 5वटा एमएलए हुनुपर्छ भन्ने अखिल असम गोर्खा छात्र सङ्घको एउटा डिमान्ड पनि थियो। पुरा हुन्छ योपालि? 5वटा एमएलए टिकट दिन्छ, सत्ताधारी पार्टीले होस् वा नेसनल पार्टी कुनैले पनि होस्। यस्तो छ कुरा, राजनीतिक विषयमा हामीहरू बहुत पछाडि राखेका छौँ। यो कुरा एकदम हामीले महन चिन्तन मनन गर्नुपर्ने कुरा भएको छ। सबैजनाले ग्रासरुटदेखि लिएर राज्यिक स्तरीयको नेतृत्वहरूले, केन्द्रीय सेन्ट्रल लेभलको नेताहरूले पनि यो कुरा मनन गर्नु अत्यन्त जरुरी छ। हामी भयङ्कर पिछाडिएका छौँ। किन पछाडिएको छु म भन्दैछु? एकदमै मतलब स्वार्थी, यस्तो स्वार्थी आफ्नै मात्रै क्यालकुलेसन गरेर बर्बाद हुँदैछौँ नि। एकदम स्पष्ट म 2 कुरा तपाईँहरूलाई लाग्छ। हाम्रो बिहाली ब्लक भयो एससी, बिहालीमा सम्भावना थियो खेल्ने, अघि पछि खेलेका जग्गा थियो, कमसेकम टिकट त भेट्थे। जित्नु हार्नु पछिको कुरा, बिहाली अब खेल्नै नसक्ने, टिकटै नभेट्ने भयो। एउटा तामुलपुरबाट मन्त्री भएको थियो, तामुलपुर पनि समष्टि हो, मोटामोटी त्यो डिलिमिटेसन के गरेर त्यो पनि रिजर्भ भयो। अब नयाँ समष्टि को के छ कस्तो हुन्छ त्यो समष्टिको भन्ने कुरै रहेन त्यहाँ। हेर्नुहोस् है, तपाईँको त्यस प्रकारले क्यालकुलेसन गरेर हेर्नु हो भने हो कि नाउँ पैसाको स्थिति आज छैन। नाउँ पैसामा हाम्रो कोही पनि नेतृत्वहरू, हाम्रो नाउँ पैसाबाट एमएलए भराएको जग्गा थियो, हो कि हेर्नुहोस्। हाम्रो डिगबोयहरू भन्ने जग्गाहरूमा हाम्रो सम्भावनाहरू देखेको छैनौँ आजसम्म हामीले। र हामी खेल्ने कहाँबाट? मार्गरेट एउटा हामीले दिएको छ भास्कर शर्माजीको नाममा, त्यो पनि गोर्खा भनेर जति वेट छ त्योभन्दा धेरै चाहिँ भास्कर शर्मा भनेर वेट छ। त्यो कुरा हामी कमन जनताले नबुझेको कुरा होइन। गोर्खाको वेट भन्दा भास्कर शर्मा हिसाबले चाहिँ वेट अलिकति धेरै छ र 50-50 वेटमा त्यो टिकेको छ, सोलिड गोर्खा भोटमा भएको होइन। अन्तिम जिज्ञासा म राख्न चाहन्छु, सुनिल छेत्री संसदीय राजनीतिमा जान्छन् कि जाँदैनन्? यो धेरै मान्छेको जिज्ञासा पनि हो। 26को इलेक्सनमा सुनिल छेत्रीले टिकट लिन्छ र एमएलए हुन्छ। यसले कि बिजेपीबाट लिन्छ, चुप्पा लागेर बसेको छ, बिजेपीले दिएन भने हल्ला गर्छ, कङ्ग्रेसबाट लिन्छ। यस्तो खालको कुराहरू चर्चामा छ। यो कुरा क्लियर गरिदिनु। जसले पनि विचार गर्नुहुन्छ नि त, म स्पष्ट एउटा कुरा म के भन्न चाहन्छु भन्दाखेरि, त्यो माने कस्तो हुन्छ भन्दाखेरि आकाश साङ्गपत कुरा हो कि म एकदम क्लियरली भन्छु ल। अखिल असम गोर्खा छात्र सङ्घको इतिहासमा स्टार्टिङदेखि आजसम्म 50 साल भयो है सङ्गठनको। 50 सालमा इलेक्सन खेल्ने, एमएलए इलेक्सन खेल्ने एकमात्र माने टिकट भेटेर इलेक्सन खेल्ने एकमात्र मान्छे नै भास्कर दाहालजी हो। त्यो पनि कङ्ग्रेसबाट भेट्नुभएको थियो, त्यो पनि बहुत माने भयानक तरिकाले हार्नुभएको थियो भने। त्योभन्दा तल हारेर पनि कुनै मान्छेको हुँदैन, पार्टी नै छोड्नु पर्यो, त्यस्तो गरेर पुग्यो। हेर्नु है त्यो कुरा। अखिल असम गोर्खा छात्र सङ्घको त्यस्तो इतिहास छैन जे 8 सालको आशाहरूको जस्तो बरु सङ्घ संस्थाहरूको जस्तो माने तपाईँको ऊ छैन। यो मञ्चबाट गएर मन्त्री एमएलए हुने माने इतिहासै छैन नि तपाईँको, इतिहासै छैन। हेर्नुहोस्, हुँदैन, इतिहासै छैन हाम्रो त्यस्तो केही पनि। र त्यो मान्छेहरूले त्यो आरिस गर्ने हुन्छन् कति प्रायः नि, यस्तो पो गर्न आँटो, त्यसले त टिकटै लिन आँटो, खेल्ने आँटो भनेर आरिस गरेर फाइदा छैन। मेरो स्पष्ट कुरा छ, सुनिल छेत्री हुनु ठुलो कुरा होइन। अरू हाम्रो यो सोच राख्नु पनि हुँदैन जे मै हुन्छु मेरै लागि भनेर सोच्नु चाहिँ कहिले पनि हुँदैन। स्पष्ट हाम्रो सोच के हुनुपर्छ भन्दाखेरि 26मा गोर्खाको एमएलए बढ्नुपर्छ, 2लाई 3 पार्नुपर्छ। स्पष्ट कुरा हो। मैले भाजपाकै एउटा उच्च स्तरीय मान्छेसँग बात गरेको थिएँ,
तपाईँहरूकै 2 लाई 3 पार्नुहुन्न त भने, अब कङ्ग्रेसलाई त 0 छ, 0 लाई 1 पार्नुहुन्छ भन्नुभन्दा त 2 लाई 3 पार्नु सकिँदैन भनेर मैले एकजना भाजपाको उच्च स्तरीय व्यक्ति एकजनालाई सोधेँ मैले। उहाँले भन्नुभयो कसले मागेको छ र, खोइ कहाँ मागेको छ भनेर सोध्नुभयो। पार्थ्यौ पनि होला, 2 लाई हामी 3 पार्थ्यौ पनि होला, हेर्नु है, तर कसले कहाँ टिकट मागेको छ, टिकट मलाई यहाँ चाहिन्छ भनेर कसले कुन ठाउँमा गएर काम गरेको छ, कुन समष्टिमा कुन नेताले म यहाँ इलेक्सन खेल्छु वा टिकट माग्छु भनेर काम गरेको छ, मलाई देखाइदिनुहोस् त भन सिधै मलाई। साँच्चै कुरा भन्दाखेरि मैले क्यालकुलेसन गरेर हेर्दाखेरि कुनै पनि भाजपाभित्रको कुनै पनि नेताले कुनै पनि समष्टिमा गएर मलाई यहाँ टिकट चाहिन्छ भनेर मागेको 2 देखि 3 नम्बर समष्टिमा मागेको हाम्रो दृष्टिमा आएन। त्यो लेभलको कुन लेभलको पोलिटिकल छ हाम्रो, अब बुझ्नुहोस् तपाईँले। अब दिनुवालाले भन्दैछ हामी दिन्थ्यौँ पनि होला, 2 लाई 3 बनाउँथ्यौँ पनि होला, राजनैतिक रूपले हामी त्यति नै सचेत छौँ। अब हेर्नुहोस्, मलाई तपाईँलाई अचम्म लाग्दो कुरा हो, किन भन्नुहोस् त, 3 नम्बर समष्टिमा हाम्रो मान्छेलाई काम टिकट नभेट्ला भोलि हो, किनभने काम गर्ने माग्ने सबै मान्छेलाई टिकट भेट्छन् भन्ने कुरा छैन। बिहालीको त्यो जयन्त बराले पनि धेरै काम गरेको थियो, टिकट भेटेको त्यो भिन्दै कुरा हो, तर त्यो फिल्डमा काम त गरिन्छ नि त। म यो समष्टिमा खेल्छु, त्यो समष्टिमा त्यो फिल्डमा गएर काम गर्नु पर्यो, समष्टिलाई लिएर सपना आउनु पर्यो। अचानक समष्टिमा भोलि तपाईँलाई म कसैले भनिदियो र सदियामा टिकट दिन्छु, खुर्र गरेर सदियामा भाडा गरेर लिएर बसेर त हुँदैन नि त। सदियामा तपाईँ दिनरात घोटेको हुनुपर्छ। जनप्रतिनिधि भनेको त्यो ठाउँको जनताको आवेग बुझेको हुनुपर्छ, डे टु डे त्यो छेउछाउको मान्छेलाई चिनेको हुनुपर्छ, सुख दुःखमा उभिएको हुनुपर्छ, मलामी गएको हुनुपर्छ, नौरानमा पुगेको हुनुपर्छ। त्यस प्रकारको वातावरणले एउटा नेतालाई निर्माण गर्छ। अब त्यो प्रकारको चाहिँ हाम्रो उद्देश्य चाहिँ के छ भन्दाखेरि हामी बारम्बार सबै नेतृत्वहरू, म सबै नेतृत्वलाई भनेको, नट ओन्ली बिजेपीको भाजपाको नेतृत्व, कङ्ग्रेस नेतृत्वलाई पनि हामी, कङ्ग्रेसमा पार्टी गर्ने हाम्रो कार्यकर्ताहरूलाई पनि वर्करहरूलाई पनि म भन्छु तपाईँहरू गर्नुहोस् न फिल्डमा काम, भाजपाले पनि गर्नुहोस्। हाम्रो कुरा के हो भन्दा जहाँ गोर्खा छ त्यहाँ हामी सघाउँछौँ। अब गोर्खा माग्ने गोर्खा नै छैन, दिनेवालाले कसलाई दियोस् र जब कसैले माग्ने कतै प्रयास गर्छ भने पनि फेरि त्यसलाई हामीले हाम्रै भित्रमा फेरि तानातान गरेर लडाउने कुराहरू। एउटा समष्टिमा 2 जना 3 जना मान्छेलाई जबरजस्ती मागिरहेका छन्। इन्ट्रेस्टिङ कुरा, 3 जनाले एउटै समष्टिमा मागिरहेका छन् टिकट, 4 जना पनि भयो होला अहिले त, हो कि न त। यो सोच आएन चाहिँ 2 लाई 3 कसरी बनाउने, हामी 2 नै हाम्रो फिक्स भनेर कसरी हामीले मान्नु, 2 नै फिक्स कसरी मान्नु, हामी यहाँ कसले फिक्स गरेर दिन्छ, हाम्रो चाहिँ 2 नै फिक्स हो भनेर माइन्डसेट हामीलाई बेरियर कसले दिँदैछ भन्दा हाम्रै मान्छेले दिइरहेछ नि त। 3 हुनै सक्दैन जस्तो बनाएको छ, 3 बनाउनु पर्छ, 3 बनाउनै पर्छ। 3 बनाउनुको लागि त हामी सङ्घबद्ध सङ्ग्रामको कुराहरू गर्दैछौँ, सबै सङ्गठनहरूलाई सहयोग गरेर हामी युनाइटेडली मुभ गरौँ भनेर प्रयास गर्न कोसिस गर्दैछौँ। जुन कुराको लागि नै विभिन्न राजनैतिक मान्छेहरूले आफ्नो टिकट पो खोसिन्छ कि भनेर हाम्रै सङ्गठन संस्थाहरूको मान्छेहरूलाई व्यवहार गरेर एक दुसरालाई लडाउने झगडा गराउने प्रयासहरू गरिरहेका छन्। किन गर्दैछन् भन्दा उनीहरूको टेन्सन भयो नि त, गोर्खा युनाइटेड हुने बित्तिकै 3 पक्का हुन्छ, त्यो पनि लेखेर राख्नु। गोर्खा सम्मेलन, आक्सु, भारतीय गोर्खा परिसङ्घ र असम नेपाली साहित्य सभाले गरी युनाइटेडली एउटै मञ्चमा बसेर हामीले डिसिजन लिउँ र हामीले 3 चाहिन्छ भने 3 हुन्छ। लु यति म कन्फिडेन्टको साथ भन्नु सक्छु, मेरो दृष्टिकोणमा मैले बुझेको राजनीतिमा यति म क्लियर हुन्छ। तर त्यो कन्फिडेन्स र विश्वास आफूमा हुनुपर्छ चाहिँ हामी 3 बनाएरै छोड्ने भनेर। हुँदैन होला, पहिले त बस्नु पर्यो एक्ज्याक्टली, हुँदैन होला, सकिँदैन, यो सब काममा जानु हुँदैन, जसै तसै मिलामिसा गर्ने हो, जे भेटिन्छ त्यही खाने हो, जे दिन्छ त्यही थाप्ने हो भनेर बस्यो भने त त्यतिमै बसिन्छ। तर 2 लाई 3 बनाइएन भने त फेरि के सङ्ग्राम गर्यो, राजनैतिक सङ्ग्राम। 2 लाई 3 पारौँ, 2 लाई 3 पार्न कोही अगाडि बढ्छ भने फेरि त्यसको खुट्टा तान्ने, त्यसलाई डिफेम गर्ने, हो कि न। अब त्यो पनि त गलत कुरा हो। र कुरा त्यस्तै हो। र संसदीय राजनीतिमा आक्सु आएर प्रत्यक्ष इलेक्सन खेलेर जितेको इतिहास छैन। विगतको समयमा पनि आक्सुले क्यान्डिडेट दिएर खेलाएको थियो, आफ्नो अस्तित्व जाहेर गरेको थियो है। तर आक्सुले अस्तित्व जाहेर गरेको थियो र इम्प्याक्ट साँचो कुरा भन्दाखेरि 2-4 जनालाई हराइदिएको थियो इलेक्सन खेलेर। जसले पत्याउँदैन आक्सुलाई, जसले आक्सुलाई केयर गर्ने थिएन, ती मान्छेहरूलाई धुल चटाएको थियो तर आक्सुले, बुझ्नु नि त कुरा। र परिस्थिति बखत भोलिको डेटमा कुनै राजनैतिक दलले हाम्रो मान्छेहरूलाई गुरुत्व दिएन, हाम्रो कार्यकर्ताहरू धमाधम बा गोर्खाली जनसाधारण, गोर्खाली जुन कार्यकर्ताहरू छन् पार्टीमा, उहाँहरूले मागेको ठाउँमा टिकटै दिएन भने के भरोसा, अखिल असम गोर्खा छात्र सङ्घले राजनैतिक अडान लिन पनि सक्छ भविष्यमा। जिएससिडिसीसँग सङ्घ संस्थाहरूसँग बात गरौँला। तर मूल कुरा चाहिँ के हो भन्दाखेरि हामीले 2 लाई 3 पार्नै पर्छ।
त्यसको निम्ति सङ्घबद्ध आन्दोलनको जरुरत छ। सुनिल छेत्री हुनु नहुनु अमुक हुनु नहुनु त पछिको कुरा हो, त्यो कसको कहाँ के लेखेको छ जान्दैन। अरू अखिल असम गोर्खा छात्र सङ्घमा रहन्जेल हामी कहिले पनि इतिहासै छैन अखिल असम गोर्खा छात्र सङ्घको मान्छे गएर सोझै एमएलए भएको चाहिँ आजसम्म कतै केही इतिहास छैन। यो कुरा चाहिँ बुझेको हुनुपर्छ हामीले। धन्यवाद छ यहाँ हुनुहुन्थ्यो अखिल असम गोर्खा छात्र सङ्घ केन्द्र समितिको सभापति अध्यक्ष सुनिल छेत्रीज्यू, धन्यवाद छ। आज हाम्रो पोडकास्टमा तपाईँले धेरै आफ्नो समय दिनुभयो र यहाँ दर्शक पनि धेरै महत्त्वपूर्ण मुद्दाहरूमाथि उहाँले कुरा गर्नुभएको छ। राजनैतिक रूपमा कति सचेत छौँ हामी त्यो कुरा स्पष्ट रूपमा भनिदिनु भयो। र अब आउँदैछ पञ्चायत इलेक्सन, त्यसपछि आउँदैछ विधानसभा चुनाव आउँदैछ र गोर्खाहरू आजको दिनमा जिताउन नसके पनि हराउन सक्ने भोटर प्रत्येक माने धेरै जस्तो समष्टिमा हराउन सक्ने भोटर गोर्खाहरूको छ। सरकारले इम्पोर्टेन्स पनि गोर्खाहरूलाई त्यो साइडबाट दिएको पनि छ र गुरुत्व आफूले लिन पनि जान्नु पर्यो, अनि मात्रै गुरुत्व दिने हो। धन्यवाद छ तपाईँले आज समय दिनुभयो।